नमस्कार। स्वागत छ तपाईँहरूलाई मेरो यो युट्युब च्यानलमा है। विशेष गरी आज चाहिँ मैले एउटा एडिटिङ एप्स है, जुन इन्सर्ट एप मलाई चाहिँ एकदमै सजिलो लाग्छ र तपाईँहरूलाई पनि आशा छ तपाईँहरूलाई त्यो एप चाहिँ एकदमै सजिलो हुनेछ, जसमा भिडियो एडिटिङहरू एकदमै फोटो एडिटिङदेखि लिएर सबै कुरो त्यहाँ फेसिलिटी दिएको छ र त्यसमा चाहिँ अब वाटरमार्क लागेको हुन्छ है। त्यो वाटरमार्क चाहिँ कसरी हटाउनु है, र त्यसको लागि चाहिँ यो भिडियो फर्स्टदेखि लास्टसम्म हेरिदिनुहोस् है, तब तपाईँहरूलाई थाहा हुनेछ है। इन्सर्ट एपमा तपाईँहरूलाई जुन त्यो वाटरमार्क छ त्यसलाई चाहिँ कसरी हटाउने, कसैको भिडियो देख्छु है वाटरमार्क आइरहेको हुन्छ इन्सर्ट एपमा, र त्यो चाहिँ कसरी हटाउने फ्रीमा, त्यो चाहिँ म तपाईँहरूलाई बताउने छु। हेर्दै गर्नु होला तपाईँले है यो भिडियो लास्टसम्म हेर्नुहोस्, किनभने अन्तिमसम्म हेर्नु भएन भने बुझिँदैन है, फेरि तपाईँहरूलाई साह्रो पर्छ। हेर्नुहोस् यो भिडियो। सबैभन्दा पहिला तपाईँ इन्सर्ट एप तपाईँ ओपन गर्नुहोस्। यदि छैन भने प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ। अनि इन्सर्ट एप तपाईँले ओपन गर्नु भएपछि इन्टरफेस यस्तो देखिन्छ र त्यसपछि भिडियोमा क्लिक गर्नुहोस्। अनि तपाईँले न्यूमा तपाईँहरूको कुनै पनि भिडियो एडिटिङ गर्न चाहनुहुन्छ भने, अनि त्यसपछि तपाईँले यहाँबाट जुनै पनि आफ्नो भिडियो कुनै पनि हाल्नुहोस्। जुनै पनि, यदि मैले यो हालेँ सपोज, यहाँ देख्नु हुँदैछ इन्सर्ट भनेर वाटरमार्क है, यो देखिँदैछ र कसैले चाहिँ म देखिरहेको हुन्छ भिडियोमा, यो सँगै हुन्छ इन्सर्ट एप। र यसलाई हटाउनुको लागि चाहिँ यो जो तपाईँहरूले इन्टु गुनाको चिह्न देख्नु हुँदैछ, यहाँ इन्सर्ट एपको माथिल्लोपट्टि सानो, यहाँ क्लिक गर्नुहोस्। त्यसपछि इन्सर्टको रिमुभ वाटरमार्क एन्ड एड्स, त्यसपछि फ्री रिमुभ तपाईँले यहाँ गएर क्लिक गर्नुहोस्। त्यसपछि चाहिँ यहाँ एड आउँछ है। यो एडको यो साउन्ड चाहिँ मैले कपिराइट आउँछ भनेर है मैले कट गरिदिएको छु। त्यसपछि हेर्नुहोस् यहाँ वाटरमार्क हटियो। हवस् त, तपाईँहरूले पनि यसरी नै इन्सर्ट एपको चाहिँ वाटरमार्क यसरी फ्रीमा हटाउन सक्नुहुन्छ। हवस्, थ्याङ्क यू।